तपाईँले एउटा कुरा नोटिस गर्नुभएको छ के भन्दाखेरि जब तपाईँ बिमार भएर डक्टरकोमा जानुहुन्छ भने डक्टरले के भन्छ जबसम्म तपाईँ यो दबाई खानुहुन्छ तबसम्म चिल्लो पिरो अमिलो यस्तो केही नखानु होला मासु माछाहरू नखानु होला र जति हुनसक्छ गेडागुडी अनि फल सब्जीहरू खाने कोसिस गर्नु होला अनि जब ठिक हुन्छ त्यसपछि खान सक्नुहुन्छ उसले यो भन्दैन कि लाइफभरि नखाऊ भन्दैन उसले भन्छ दबाई खाँदासम्म मात्रै किनकि दबाई खाँदासम्म त्यसले गर्न पर्यो नि त असर गरेपछि बल्ल पो विश्वास लाग्ने भयो डक्टरको तर हाम्रो खानपिनले गर्दाखेरि त दबाईले त हल्का मद्दत मात्रै गरेको यो हाम्रो त्यो दबाई खानालाई मात्रै बिमारी हुँदा मात्रै यो राम्रो खानेकुरा भन्ने भनेको होइन के यो हाम्रो लाइफस्टाइललाई राम्रो गराउनलाई हामीले हमेसा त्यस्तो चिजहरू खानुपर्छ बल्ल हामी स्वस्थ भइन्छ यो कसले बुझ्ने डक्टरहरूले भन्दैन यो कुरा किनकि तिनीहरूको व्यापार चल्दैन नि त अब हामी बिमारी भएन भने त त्यहाँ गएर कसले किनिदिने त्यो डक्टरको भ्यालु कसरी हुन्छ त होइन त्यो बुझ्नु पर्यो नि त हामी जनताले बेकुफ जनता एजुकेटेड जनता के भन्नुहुन्छ थ्याङ्क यू